यी 7 एक पेशागत व्यवसायहरू। तपाईको अध्ययन विषय र कामको जिम्मेवारी 52 पेशागत व्यवसाय मध्ये कुनै एकसँग मिल्छ। यदि तपाईले कोरियामा विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ, छिट्टै स्नातक हुँदै हुनुहुन्छ वा अहिले D10 भिसामा काम खोज्दै हुनुहुन्छ भने तपाईले यस्तो प्रश्न एकपटक सोच्नु भएको हुन सक्छ। यदि कोरियाली कम्पनीले मलाई काममा राख्न चाहन्छ भने के म E7-1 पेशागत कामदार भिसामा परिवर्तन गर्न सक्छु? तर E7-1 भनेको कम्पनीले तपाईलाई काममा राख्न चाहन्छ भन्दैमा सजिलै पाउने भिसा होइन। सबैभन्दा पहिले जाँच गर्नुपर्ने कुरा कम्पनीको नाम होइन। सबैभन्दा पहिले जाँच गर्नुपर्ने कुरा भनेको तपाईको अध्ययन विषय र अपेक्षित कामको जिम्मेवारी। E7-1 पेशागत व्यवसायको श्रेणीभित्र व्याख्या गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। E7-1 लाई सामान्यतया 2 समूहमा विभाजन गरिन्छ: व्यवस्थापक व्यवसाय र पेशागत व्यवसाय। व्यवस्थापक व्यवसाय पनि E7-1 भित्र पर्छ, तर धेरैजसो D2 विद्यार्थी वा D10 काम खोज्ने व्यक्तिहरूले सुरुमा प्रवेश गर्ने क्षेत्र यो होइन। यो भिडियोमा हामी D2 विद्यार्थी, D10 काम खोज्ने व्यक्ति र छिट्टै स्नातक हुने व्यक्तिहरूसँग बढी सम्बन्धित 52 पेशागत व्यवसायमा केन्द्रित हुनेछौँ। त्यसैले मुख्य प्रश्न यही हो, तपाईको अध्ययन विषय र कामको जिम्मेवारी यी 52 पेशागत व्यवसायको श्रेणीभित्र व्याख्या गर्न सकिन्छ। E7-1 को कुरा गर्दा मुख्य विषय केवल कुन कम्पनीले तपाईलाई कामको प्रस्ताव गर्छ भन्ने मात्र होइन। पहिलो प्रश्न हो, तपाईलाई कुन पेशा कोड अन्तर्गत व्याख्या गर्न सकिन्छ। E7-1 भनेको तोकिएका पेशागत श्रेणीभित्र समीक्षा गरिने भिसा हो। अर्को शब्दमा तपाईको अध्ययन विषय, कामको अनुभव, अपेक्षित जिम्मेवारी र कम्पनीमा तपाईले वास्तवमा गर्ने काम एउटै पेशा कोडभित्र स्वाभाविक रूपमा जोडिनुपर्छ। यदि यो सम्बन्ध कमजोर छ भने कम्पनीले तपाईलाई काममा राख्न चाहे पनि भिसा पाउन कठिन हुन सक्छ। यदि यो सम्बन्ध स्पष्ट छ भने त्यसपछि मात्र अर्को चरणमा जान सकिन्छ। E7-1 पेशागत व्यवसायहरूको धेरै हिस्सा विज्ञान र इन्जिनियरिङ क्षेत्रमा केन्द्रित हुन्छ। यसमा सूचना प्रविधि, इन्जिनियरिङ, प्राकृतिक विज्ञान, अनुसन्धान विकास र प्रविधि क्षेत्रहरू पर्छन्। त्यसैले मैले कोरियामा विश्वविद्यालयबाट स्नातक गरेको छु वा कोरियाली कम्पनीले मलाई काममा राख्न चाहन्छ भन्नु मात्र पर्याप्त हुँदैन। तपाईको अध्ययन विषय र अपेक्षित कामको जिम्मेवारी पेशागत व्यवसायको कुनै एक श्रेणीसँग मिल्नुपर्छ। विशेष गरी D2 वा D10 चरणमा कम्पनीको अन्तर्वार्तामा मात्र केन्द्रित हुनुभन्दा पहिले तपाईको अध्ययन विषय र कामको जिम्मेवारी कुन पेशा कोडसँग सबैभन्दा नजिक छ भनेर जाँच गर्नु महत्त्वपूर्ण हुन्छ। के यसको अर्थ विज्ञान वा इन्जिनियरिङ बाहेकका विषय पढेका व्यक्तिहरूलाई कुनै सम्भावना नै छैन भन्ने हो? त्यस्तो होइन, तर बाटो भने साँघुरो हुन्छ। धेरै अवस्थामा विज्ञान वा इन्जिनियरिङ बाहेकका विषय पढेका व्यक्तिहरूलाई विज्ञापन तथा जनसम्पर्क, विदेश बिक्री वा उत्पादन योजना जस्ता सीमित क्षेत्रहरूमा समीक्षा गर्न सकिन्छ। तर त्यस्ता अवस्थामा पनि तपाईले विदेशी भाषा राम्रो बोल्नुहुन्छ भन्नु मात्र पर्याप्त हुँदैन। कम्पनीको व्यवसाय दिशा, तपाईको शैक्षिक पृष्ठभूमि, तपाईको अनुभव, तपाईको अपेक्षित भूमिका र कम्पनीले तपाईलाई किन आवश्यक ठान्छ भन्ने कारण सबै कुरासँगै व्याख्या गर्नुपर्छ। त्यसैले अन्तिम निर्णय आफैले मात्र गर्न प्राय कठिन हुन्छ। यदि तपाईँ विदेशबाट आमन्त्रित भएर आउँदै हुनुहुन्छ वा तपाईको भिसा परिवर्तन विदेशमा प्राप्त शैक्षिक योग्यताको आधारमा समीक्षा गरिन्छ भने तपाईको शिक्षा र कामको अनुभव दुवै महत्त्वपूर्ण हुन्छन्। यदि तपाईसँग स्नातक डिग्री छ भने तपाईको मुख्य विषयसँग सम्बन्धित कम्तीमा 1 वर्षको कामको अनुभव धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाईसँग मास्टर्स डिग्री वा त्योभन्दा माथिको डिग्री छ भने अनुभव सम्बन्धी शर्त केही लचिलो हुन सक्छ, तर तपाईको काम र पेशागत बीचको सम्बन्ध भने अझै पुष्टि गर्नुपर्छ। अनि यदि तपाईको समीक्षा मुख्य रूपमा कामको अनुभवका आधारमा गरिन्छ भने त्यस क्षेत्रमा कम्तीमा 5 वर्षको सम्बन्धित अनुभव महत्त्वपूर्ण हुन सक्छ। त्यसैले विदेशबाट आवेदन गर्नेहरूका लागि पुरा डिग्री मात्र होइन, तपाईको मुख्य विषय, अनुभव र अपेक्षित कामका जिम्मेवारीहरू सबै आपसमा मिल्नुपर्छ। कोरियाली विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरूको समीक्षा विदेशबाट आवेदन गर्नेहरू भन्दा फरक तरिकाले गरिन्छ। सामान्यतया कोरियाली विश्वविद्यालयबाट स्नातक भएका व्यक्तिहरूका लागि कामको अनुभव मुख्य विषय हुँदैन, तर एसोसिएट डिग्री भएका स्नातकहरूको हकमा मुख्य विषय र E7-1 पेशागत श्रेणी धेरै नजिकबाट लगभग एक-एक गरेर मिल्नुपर्छ। त्यसैले यो बाटो कठिन हुन सक्छ।
यदि एसोसिएट डिग्री भएका स्नातक स्पष्ट रूपमा E7-1 पेशागत श्रेणीमा फिट हुँदैनन् भने E7-1 मा मात्र जोड दिनुको सट्टा E7M जस्ता अर्को भिसा मार्ग विचार गर्नुपर्ने हुन सक्छ। तर यसका पनि आफ्नै छुट्टै शर्त र सीमाहरू हुन्छन्, त्यसैले यसलाई सजिलो वैकल्पिक बाटोका रूपमा बुझ्नु हुँदैन। अर्कोतर्फ स्नातक डिग्री वा त्योभन्दा माथिको डिग्री भएका व्यक्तिहरूका लागि मुख्य विषय पूर्ण रूपमा उस्तै नभए पनि कम्पनीले त्यो विदेशी कामदारलाई पेशागत कर्मचारीका रूपमा किन नियुक्त गर्नुपर्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। त्यसैले D2 विद्यार्थीहरू र D10 भिसामा रोजगारी खोजिरहेका व्यक्तिहरूले कम्पनी खोज्ने कुरामा मात्र केन्द्रित हुनु हुँदैन। उनीहरूले पहिले आफ्नो डिग्री, मुख्य विषय, अपेक्षित कामका जिम्मेवारीहरू र कम्पनीको नियुक्ति आवश्यकता कसरी जोडिन्छ भन्ने कुरा जाँच गर्नुपर्छ। E7-1 यस्तो भिसा होइन जसले विदेशी आवेदकको अवस्था मात्र हेर्छ, कम्पनी पनि समीक्षा गरिन्छ। कोरियाली अध्यागमनले कम्पनीले कस्तो व्यवसाय सञ्चालन गर्छ, विदेशी कामदारले वास्तविक रूपमा के काम गर्नेछ र संस्थाभित्र त्यस व्यक्तिको भूमिका के हुनेछ भन्ने कुरा पनि हेर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, कम्पनीले यो विदेशी कामदारलाई पेशागत कर्मचारीका रूपमा किन आवश्यक छ भन्ने कुरा स्पष्ट रूपमा व्याख्या गर्न सक्नुपर्छ। यो भाग कम्पनीको उद्योग, वास्तविक कामको जिम्मेवारी र विदेशी कामदारको मुख्य विषय तथा अनुभव अनुसार फरक हुन सक्छ। त्यसैले यस भिडियोमा हामी समीक्षा दिशामा मात्र केन्द्रित हुनेछौँ, तर मुख्य बुदा सरल छ। कम्पनीको व्यवसाय, विदेशी कामदारको मुख्य विषय र अनुभव, अपेक्षित कामका जिम्मेवारीहरू र पेशागत कोड सबै एउटै स्पष्टहरूमा जोडिनुपर्छ। अब सारांशमा हेरौँ। E7-1 पेशागत भिसा कम्पनीले तपाईलाई नियुक्त गर्न चाहन्छ भन्दैमा मात्र प्राप्त हुने भिसा होइन। पहिलो, तपाईको मुख्य विषय र अपेक्षित कामका जिम्मेवारीहरू 52वटा पेशागत श्रेणीभित्र व्याख्या गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा जाँच गर्नुपर्छ। त्यसपछि तपाईँ कुन श्रेणीमा पर्नुहुन्छ भन्ने कुरा जाँच गर्नुपर्छ। विदेशबाट आवेदन गर्ने व्यक्ति, कोरियाली विश्वविद्यालयबाट स्नातक भएको व्यक्ति, एसोसिएट डिग्री भएको व्यक्ति, स्नातक डिग्री वा त्योभन्दा माथिको डिग्री भएको व्यक्ति वा कामको अनुभव आवश्यक पर्ने के छ। अनि अन्तिममा कम्पनीले तपाईलाई पेशागत कर्मचारीका रूपमा किन नियुक्त गर्नुपर्छ भन्ने कारणसँग पनि यो कुरा जोडिनुपर्छ। के तपाईँ E7-1 मा परिवर्तन गर्ने सोचमा हुनुहुन्छ? तपाईको मुख्य विषय, कामका जिम्मेवारीहरू, पेशागत कोड र कम्पनीको नियुक्ति आवश्यकतासम्म आफ्नो सम्भावित बाटो वर्ल्ड के भिजासँग ध्यानपूर्वक जाँच गर्नुहोस्।